हे गाइज आज म के भन्न गएको छु भने विन्टरमा तपाईँहरू के मिस्टेक गरिरहनु भएको छ भने टप 5 मिस्टेक द्याट यु आर मेकिङ इन विन्टर। नम्बर 1 भनेको नट पुटिङ मोइस्चराइजर। अब चिसोमा हाम्रो स्किन त्यसै पनि ड्राई हुन थाल्छ, सुरु हुन्छ, अनि त्यही माथि हामीले मोइस्चराइजर लगाएन भने हाम्रो स्किन अझै खराब हुँदै जान्छ। एन्ड यो चिसोमा के हुन्छ भने मोइस्चराइजर छिट्टै एब्जर्ब भइहाल्छ। एन्ड अब यो मोइस्चराइजरले हाम्रो स्किन अझै राम्रो पार्दै जान्छ। मोइस्चराइजर भनेको विन्टरमा पनि लगाउने, समरमा पनि लगाउने, सिजनमा लगाउने कुरा हो। मोइस्चराइजर लगाउन भनेको बेस्ट अहिले म के गरिरहेको छु भने नाइबिया कम्पनीको यु क्यान पुट एनी कम्पनी यु वान्ट, एनी कम्पनी मोइस्चराइजर द्याट यु वान्ट टु पुट। सेकेन्ड मिस्टेक इज नट पुटिङ सनस्क्रिन। सनस्क्रिन हाम्रो जीवनमा निकै नै आवश्यक पर्ने कुरा हो। सनस्क्रिन तपाईँ जुनै वेदरमा लगाउनुहोस् तर लगाउनुहोस्। जुनै सिजनमा पनि घामदेखि युभी रेस आइरहेको हुन्छ। अब घामले त सनस्क्रिन लगाएको छ नलगाएको छैन भने हेर्दैन, तर सनस्क्रिनले के गर्छ भने हाम्रो स्किनलाई प्रोटेक्ट गर्छ क्या। घाममा निकै नराम्रो युभी रेसहरू हुन्छ। घामले गर्दा तपाईँको स्किन छिट्टै एजिङ हुँदै जान्छ। अनि के गर्ने सिम्पल मोइस्चराइजर पछि सनस्क्रिन लगाउने। सनस्क्रिनले के गर्छ घामदेखि बचाउँछ। अनि घामको हार्मफुल युभी रेस जुनै सिजनमा पनि हुन्छ। अनि अर्को टिप्स भनेको के दिन्छु भने वाइ यु आर नट टेकिङ सावर। नुहाउनु भनेको निकै नै इम्पोर्टेन्ट कुरा हो। जुनै सिजनमा पनि नुहाउने। यो स्मेल क्यान मेक समवान अनकम्फर्टेबल। त्यही भएर स्मेल, इफ यु आर नट टेकिङ अ सावर देन युज परफ्युम। वाइ आर नट युजिङ परफ्युम इफ यु आर नट टेकिङ सावर? At least take a shower because shower चाहिँ यो पसिना यो स्मेल स्टार्टेड टु बिगेन गुड। त्यही माथि पसिना गनाइरहेको हुन्छ, त्यही माथि नुहाएको छैन भने त अझै नराम्रो हुन्छ। त्यो जुनै सिजनमा नुहाउने बानी पर्छ। त्यसमा तिमीहरू नजिकको मान्छेलाई अनकम्फर्टेबल बनाउँछ। अनि स्मेल चाहिँ गुड हुनु पऱ्यो क्या। परफ्युम युज गर्ने, डियोड्रेन्ट युज गर्ने, एन्ड इट क्यान इभेन्चुअली हेल्प यु टु स्मेल गुड। अर्को टिप्स भनेको वाइ आर नट गोइङ टु जिम ब्रो। जिम भनेको जुनै सिजनमा जाने कुरा हो। यु सुड थिङ्क जिम लाइक यो एजुकेसन सिस्टम। ब्रो तिमीहरू नर्सरी क्लासदेखि 10सम्म पढ्यौ, त्यो बेला त सोच्यो न जान्छु भने। तर यो जिमको बारेमा चाहिँ नसोच्नु। जिम भनेको लाइफ टाइम गर्ने कुरा हो। एन्ड डोन्ट स्किप जिम इन विन्टर, इन समर, इन कोल्ड सिजन, एनी टाइम। टेक युर बडी एट लिस्ट 1 hour. Take a time for your body for 1 hour. And it can help you to build your muscle. And bro, go to gym bro. जिम भनेको जुनै वेदरमा जाने। चिसोमा त अझै जाने, किनभने चिसोको मौसममा हाम्रो बडीमा छिटै गेन हुन्छ क्या। मसलहरू पनि गेन हुन्छ, फ्याट पनि गेन हुन्छ। कसैलाई फ्याट लस गर्नु छ भने पनि छिटै हुन्छ, कसैलाई फ्याट गेन गर्नु छ भने छिटै हुन्छ, सजिलो हुन्छ फ्याट गेन गर्नु। अनि यो मौसममा सजिलो हुन्छ। एन्ड another tips is अनि जिम इज नगर्ने। जिम पछि अर्को कुरा भनेको डोन्ट इट जङ्क। किनभने विन्टरमा चिसो मौसममा छिटै हाम्रो बडीमा वेट गेन हुन्छ। अनि यसले अनहेल्दी बनाउन भने निकै नै त्यो गर्न सक्छ।
एन्ड लाइक चिसो मौसममा त अझै नै जाने राम्रो हो क्या जिम। एन्ड चिसो मौसममा के हुन्छ भने एउटा समस्या भनेको भिटामिन डी हुँदैन, टेस्टोस्टेरोन डाउन भएको हुन्छ। त्यही भएर घाममा बस्न चाहिँ नबिर्सिनु। घाममा बस्नुको लागि घाम हुनु नै पर्छ भन्ने हुँदैन। अनि घाम नदेखिए पनि घामदेखि भिटामिन डी चाहिँ आइरहन्छ, स्पेसली 6 बजीदेखि 9 बजीसम्मको घाम। घाम चाहिँ बस्न नछुट्याउने चिसो मौसममा, किनभने इट क्यान बुस्ट यर टेस्टोस्टेरोन। अनि चिसो मौसममा चाहिँ नोस्टेल्जिया फिल हुन्छ क्या, मौसम नै त्यस्तो हुन्छ, शान्त हुन्छ। अनि त्यो बेला यु क्यान क्रिएट यो भिडियो, नो वान इज जजिङ यु, को पनि जज गरेको हुँदैन। त्यही भएर चिसो मौसम यु क्यान इजिली मेक युर कन्टेन्ट। त्यही नै हो, त्यो टिप्सहरू फलो गर्न नबिर्सिनु। एन्ड यु क्यान यो मौसममा इजिली कमब्याक गर्न सकिन्छ, इजिली आफ्नो काममा फोकस गर्न सकिन्छ। स्टे अवे फ्रम नोस्टेल्जिक सङ, नोस्टेल्जिया क्यान रुइन यर लाइफ। नोस्टेल्जियाले जिन्दगी खराब पार्न सक्छ। एन्ड एभोइड लिसनिङ some sad song in this season. Thank you guys.